हेलो साथीहरु, फाइनली हाम्रो छुट्टी त खतम भइसक्यो हैन र अब हामीहरु लाग्यौं आफ्नो आफ्नो गन्तव्य स्थानतिर, आफ्नो आफ्नो बाटोतिर। म भने पन्जाब र अनि मेरो हस्बन्ड चाहिँ अब लाग्नु भयो कोलकातातिर। अहिले हामीहरु छौं पन्जाब जलन्धर स्टेसन र म स्टेसनसम्म छोड्न आएकी छु मेरो हस्बन्डलाई। पन्जाबमा त घाम पनि धेरै चर्को लागिरहेछ है। आज धेरै नै दुःख लाग्दैछ, तर के गर्नु, दुःख लागेर पनि त भएन, हाम्रो ड्युटी नै त्यस्तै खालको छ। त्यही भन्दै आफ्नो मनलाई आफै बुझाउँदै के गर्नु, हाम्रो परदेशी लाइफ यस्तै नै छ। र फेरि पनि छिटै भेट हुने आशा गर्दै ह्याप्पी अनि सेफ जर्नी, राम्रोसँग जानु, आफ्नो ख्याल राख्नु, बाई बाई। र अब म पनि लागे आफ्नो बाटोतिर। ल साथीहरु, आजको भिडियो चाहिँ यति नै हो है। फेरि भेटौँला अर्को भिडियोमा।